जङ्गलको शीतन खोज्नलाई हामी यहाँ भर्खर आइपुगिसकेपछि जक्सनमा यता हो क्या फेरि यो पर्छ नि यो यसको वहाँ चढ्नुपर्ने हुन्छ है राम्रो रुख त फेरि बवालै छ है के हुन्छ गाइज है फाइनल्ली सफरको समय सकिएको छ केटाहरू चाहिँ यहाँ आइपुगिसक्यो है हाम्रो एकदमै किङहरू फेरि हेरेँ आमामा ल अब यहाँ हामी सुरुवात गर्नुपर्छ गाइज आँखा मुनि काट न भन्दै थियो तिमी तल काट्दैन हो त्यो बाँसु जस्तो पनि भइसक्यो हाम्रो होइन एकछिन बस हो एकछिन होल्ड गर नि त्यहाँ बिस्तारै तर चाहिँ नटेकै बिस्तारै त्यो पहिला उ गर न त्यो कोस्राहरू फ्याला क्या हो ल चढे ए ल बिस्तारै त्यो हाँगा भाँचीलाई त्यो पहिला हाँगा भाँच्यो नि ठक बिस्तारै बिस्तारै तिमी त्यहाँ ल एकजना फाइनली एकजना गाइस पुल्ठो बनाउनु चाहिँ एक नम्बर फेरि ल हेर पुछार पनि चढेको यो त भ्याकुता उफ्रिए जस्तो भयो त वाउ नाइस यार वाउ पुगेर राम्ररी चढे अट्टे राम्ररी अट्टे दुलो पुकाको दुलो चाहिँ हो यार नाच्छ फुल्दा तिमीहरू ल हाम्रो विमानले उताबाट पुल्टो पास गर्दैछ गाइस ल अब प्रदीपले दिएर माथि प्रदीप माथि राखेर तेर्सो अटाएर राखेँ फेरि झऱ्यो भने त कसले ल्याउँछ फेरि झऱ्यो भने बर्बाद हुन्छ नि त्यो पुल्टो चाहिँ क्या मान्छे होइन मान्छे झऱ्यो नि के गर्नु पुल्टो नझरे विमान अझै मास्नुमा भेटिसक्यो अङ्कल अनि हाम्रो अङ्कल पनि कम्तीको कहाँ हो त अनि एकछिन नै त्यो भाँदिनु न अङ्कल भान्छ सक्छ त्यसले गर्दा अप्ठ्यारो हो क्या ल केटाहरूले उहाँ सुरुवात मन्थन गर्दैछ गाइजहरूले चाहिँ केटाहरूले आगो लाउन सुरु गरे है त ल है त म चाहिँ फेरि ल गाइज ल हेरौँ ल अड्क्यो ल त्यो त्यहाँ माउ रहेछ माउ टिप्नुपर्छ हामी चाहिँ फाइनल्ली गाइस है ल भोलि बिहान मर्छ त सबै है फाइनल्ली हामी चाहिँ प्लान सक्सेस भएर नि हामी चाहिँ अहिले आफ्नो गन्तव्यतिर लाग्दैछौँ
झपझप पर त झपझप हो ल है त ल है अरिङलाई दुःखै दुःख छ बिचरा उता पनि बोल्ने यता पनि बोल्ने ऊ मुटेदेखि पानीवाले त के भन्नु पखाल्नु उज्यालो देख्छु त गर्नु झरी गयो यार भयो बेच्नै झरे क्या खराङले मासले तँले त बत्ती बालेर बस्छस् हामीले चाहिँ यहाँ के गरे खेलेर बस्यो त खेलाउनु त ल है आज हामीले एकदम फाइनल्ली यो पनि झारेर नि सक्यो मजाले ल यो बच्चा र म हेर्नुहोस् बराबर चाहिँ फेरि लगभग ल मासले सूर्य गर्छ त यार माउरो फरक फरक हुने अहिले बच्चा बच्चा ठ्याक्क होइन यसको पनि मलाई ठेकदार हुनु भन्दा छैन त ठेकदार है ठेकदार एउटा हुन्छ कि यसको यसको राजा झन् भेटिन् त त्यही त ठेकदार त्यही त हो त नि मलाई यिनीहरू त सबै कुल उता हो नि मलाई सेना कर्मी लेबरहरू